हाई गाइस, गुड मर्निङ। मेरो आज यो नयाँ ब्लगमा तपाईँहरूलाई मेरो मर्निङ वाकबाट सुरु हुन्छ आज मेरो यो ब्लग। हेर्नुहोस् पानी परेर कस्तो भएको छ मौसमहरू, हरियाली भएर सबैतिर हेर्नुहोस् पानी जमेर यहाँ खाल्टामा हेर्नुहोस् न, यहाँ पानी जमेको छ कसरी। यहाँ हेर्नुहोस् पानी कसरी जमेको छ है, पुरा एकदम पानी आएकोले गर्दा उनीहरू हाँस हेर्नु कस्तो मजाले खुसी भएर पौडिरहेछन्। उनीहरूले पनि कति आनन्द भयो पानी आएकोले गर्दाखेरि। सबैलाई राम्रो लाग्छ, धुलोहरू सबै मर्यो है पानी आएकोले गर्दा। म चाहिँ घर आएको छु, घर आएर मर्निङ वाक गर्दैछु। तपाईँलाई सबै जग्गा देखाउँदैछु म। हेर्नुहोस् त्यही सिनारी, गाउँ भनेको गाउँ नै हो नि त। हेर्नुहोस् गाउँको नेचुरल ब्युटी कस्तो राम्रो छ। म चाहिँ मर्निङ वाक गर्दै जाँदैछु। हेर्नुहोस् यो चाहिँ हाम्रो यो बाटो, घर अगाडिको बाटो हो। पानी आएकोले हावा पनि लाग्दैछ, जाडो छ। ठन्डी हराए जस्तो लाग्दै थियो, तर के गर्नु ठन्डी अझै बढ्दै रहेछ, ठन्डा बढ्दैछ पानी आएकोले गर्दाखेरि। चिसो भएको छ। हेर्नुहोस् सम्पूर्ण भ्यू म तपाईँलाई देखाउँदैछु। आजकल मान्छेहरू हेर्नुहोस् न कस्तो हुन थाल्यो है, लाज हराउँदै गयो। तर अब लाज चाहिँ अब राखेको रहेछ कतिपय वस्तुहरूले, लाजिलता भन्छन् होइन। लस्कर मस्कर हराउँदै गयो मान्छेहरूलाई। तर यो काँडोले राखेको हुने रहेछ, एउटा यो फुलले राखेको हुने रहेछ। यो लाजिलता सुने बित्तिकै लसक्क हुन्छ है। सम्पूर्ण नजारा यो देख्नुहोस्। मेरो घरको पछाडि पश्चिमपट्टि जाने बाटो जाँदैछु। यहाँ चाहिँ हेर्नुहोस्, यो बगानमा आफूले परिश्रम गरेको बगानमा यसरी आगो लागिदियो भने है नराम्रो लाग्छ। यहाँ कसले आगो लगाएको हो कि न यो कसैले के खाएर के फ्याँकिदिएर त्यतिकै आगो लगाएको हो। यहाँ हेर्नुहोस् न सबै बगानमा सबै यहाँ जङ्गली सबै मरेछ। अब यो तामुल के मर्छ होला, यो तामुल मर्छ होला कि अब यो जिउँदो रहन्छ, भगवान जाने अब के हुने हो। यहाँ हेर्नुहोस् अनि यहाँ पानी लगाएको छ, त्यसले गर्दाखेरि अब यो लगे बाटाको छेउमा बगान हुँदा यो मान्छेहरू हिँड्छन्। न यो सिगरेट खानेले फ्याँकेका हुन् कि न मान्छेले लगाएको हो, दुष्कृतिहरूले थाहा नै भएन। यो तपाईँहरू बिचमा मैले देखाउँदैछु। हेर्नुहोस् है यो बगानमा म चाहिँ घर आएको थिएँ कि, त्यसले गर्दाखेरि यसो आउँदा अस्ति लागेको अरे। फाइनली म घर आइपुगेँ। हेर्नु फुल कस्तो राम्रो फुलेको छ। घुमिसकेर मर्निङ वाक गरेर आएर तपाईँले कस्तो के लाग्यो लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला।